जय मसीह अनि गुड मर्निङ तपाईँहरू सबैजनालाई र प्रभुले तपाईँहरू सबैलाई धेरै आशिष दिनुभएको यस सुन्दर दिन सुन्दर बिहानीको निम्ति र अब म चाहिँ वक हिँडेको है। आज चाहिँ 11 डे है, डे 11 र घरबाट रेडी भएर आएर बिहा झन्डै लडेँ हिँडिसकेको यस्तो हुन्छ अन्तिर अल्छी गर्नु हुँदैन है। आजकल त मलाई ठिक टाइममा निन्द्राले छोडिहाल्छ। हिजो चाहिँ म 10 बजी सुतेको, 10 बजी सुत्दा पनि तर के भएको त्यो सधैँ 11 बजी सुत्ने बानी भएर क्या निन्द्रै नलागेको हो। अन्त यो ब्याक गेटबाट गएको मात्रै अन्त रातभरि निन्द्रा नलागेको मलाई त मतलब 11-9 बजिन्छम्म तर पनि यता पल्टेँ उता पल्टेँ पानी पिएँ है। अन्त म उयो मोबाइल त हेरिनँ, डेट अफ गरेर सुतेको थिएँ। अन्त के भएको मोबाइल कहाँ गयो भन्दै रहेछ, मोबाइल त यहीँ भेट्यो भन्दैछ। त्यस्तो गरेँ हो। अन्त जाँदैछु आज पनि, आज डे 11 अन्त यसरी नै चलिरहेको छ। मैले हिजो त मैले के पनि खाइनँ। हिजो दिउँसो मैले खाना उयो न्युटेलाको सब्जीहरू खाएको थिएँ, अन्त अलिकति राइस खाएको थिएँ हो। त्यहाँदेखिको 4-4:30मा नानीलाई एउटा एप्पल काटेर दिँदा आधी खाएको थिएँ, आधी टुक्रा। त्यहाँदेखिको कफी पिएँ 1 कप। त्यहाँदेखि उता चाहिँ मैले पानी मात्रै पिएँ, केही खाइनँ। बेलुका ग्रिन टी खाएँ अलिकति 1 कप, त्यति न। अन्त भोक त लागेको छैन, मलाई खानु मन नपरेर त नखाएको मैले हिजो। त्यस्तो हुन्छ। अब जाँदैछु, भजन सुन्दै एक्सर्साइज गर्छु, फर्केर आएर फेरि सेम। आज कस्तो छिटो हप्ता बित्यो गयो। आज बिहिबार रहेछ, आमामा भोलि शुक्रबार, शनिबार आइतबार आइगयो। त्यस्तो छ अहिले त मेरो। खोइ घटेको त के भन्नु र, तर पनि ठिकै छ, बानी चाहिँ हुँदैछ। हेर्दै जाउँ, अलिअलि असर त पर्दैछ है। यो भोलि त मैले घटाएको होइन, यस्तै छ। अस्ति त यत्रो थियो, अहिले अलिकति त घटेको छ, तर घट्नु चाहिँ 20को 19 त भएको छ। हुन्छ, जय मसीह। प्रभु धेरै आशिष दिनुभएको होस् तपाईँहरू सबैजनालाई। एक्सर्साइज गरिसकेँ हो। अनि अब यहाँबाट आज त एकजना आएछ यहाँनिर। कहिले आउँदैन नि त, नत्र त मान्छे कहिले हुँदैन यहाँ। आज त आएछ। आज त मैले एक्सर्साइजको अलिकति लामो गरेँ है। 30 गर्दै थिएँ, आजदेखि 50 गर्न थालेँ सबै। त्यो भएर चाहिँ 50 गर्दाखेरि त सबै एक्सर्साइज गर्नु भ्याउँदैन रहेछ, 6 बजिहाल्दो रहेछ हो। तर पनि केही छैन, 6-5 भइहाल्यो। जाँदैछु अब, गएर त्यही हो सेम डेली रुटिन है। अब भोलिसम्म छ स्कुल, त्यहाँदेखि स्याटरडे सन्डे 2 दिन छुट्टी हुन्छ। त्यसरी चलिरहेको छ। हुन्छ, बाई बाई। हेर्दै जाउँ कहिलेसम्म कहाँसम्म पुग्ने हो, कहिले स्ट्रिम हुने म भनेर एक्साइटेडमा छु भन्नु भएको छैन। बाई बाई गाइस।